धेरै पछि हामी दाजु बहिनी आफ्नो घरमा कुरा मिलाई अफिसको काम छ भनी एक रात बाहिरै हुने प्रबन्ध मिलाएका थियौं। यो क्षणको मैले धेरै प्रतीक्षा गरेको थिएँ। अन्तत त्यो दिन र खुसीको क्षण आयो नै। अफिसबाट बिदा भई म ठिक 3 बजे पोस्ट अफिस अगाडि उभिएँ। दिदी 15 मिनेट जति ढिला पुगिन। अनि हामी दुवै सुन्दाराको सिगापुर गेस्ट हाउसमा गयौं। अनि चेक इन गरेर कोठामा पुग्यौं। खुब राम्री देखिएकी थिइन् उनी। अनि मैले उनलाई नुहाउनु पर्छ आज भने उनले किन भनेर सोधिन्। मैले सफा भएर गर्दा पानी खुब आउँछ भने। तर उनले मैले त नुहाएर त आएको नि भनिन्। अनि मैले त्यसो भए सँगै बाथरुममा गएर मलाई नुहाइदिन भने र उनको हात समाते कस्तो कस्तो भएर आयो। एकदम तातो र मुलायम हात रहेछ। अनि अङ्गालो हाले र किस गरे। अङ्गालो हाल्दा उनको चुच्चाले कस्तो घोचेर ल्यायो। अनि मैले बिस्तारै उनको हात खुट्टामा मसाज गर्न थाले। उनको तिघ्रा त कस्तो मुलायम रहेछ, सिमलको बुवा जस्तो। मेरो हातै नरम भए झैं लाग्यो। अनि पेटमा हात लगाए उनी काउकुतीले हाँस्न थालिन् र मैले सोधे तिम्रो बुढा बाहिर गएको कति भयो? करिब 1.5 महिना जति भयो भनिन्। अनि मैले त्यतिन्जेलसम्म त कुवामा खुब लेउ लागेको होला नि भनेर जिस्काए। उनी हाँसिन् र मैले फेरि पेटमा काउकुती लगाइदिए। उनी अझ जोडले हँसिन् र मैले उनको कम्मरमा समातेर बाथरुममा लगे। किन नि यहाँ भनिन् र मैले बाथ लिनु पर्यो नि भने। अनि उनको माथिको कुर्ता निकालिदिए। रातो कसिएको ब्रामा थुनिएका ती चुच्चा विस्फोटन हो आउला झैं गर्न थाले। हेर्न नै गाह्रो भयो र आँखा चिम्लेर सुमसुमाउन थाले। कस्तो कसिलो बुबो आहा। अनि मुन्टा पनि कस्तो ठाडो भएका सियोको टुप्पो जस्तै। अनि फेरि सुरुवाल पनि खोलिदिए। आमामामामा कस्तो ठुलो त नरम अनि त्यतिकै सेतो, पुरा हिमालको हिउँ जस्तै सफा र देख्दै मधोस बनाउने। उफ आ। मेरो मुखबाट अनायासै आवाज आयो र उनले के भयो भनिन्। मैले तिम्रो तिघ्राको नसाले बेहोस नै बनाउन लाग्यो भने। उनी हाँसिन् मात्र। उमेर अलि छिपिएको भए पनि जवानी त 18 वर्षे भन्दा कम लागेन। तिघ्रा सुमसुम्याउन लागे।